हामी धेरैजनाले के सोच्छौँ भन्दाखेरि यदि मैले कसैले दिएको चोटलाई माफी गरिदिएँ भने मैले त्यो सबै कुरा बिर्सिन्छु भनेर सोच्छौँ। तर साइकोलोजीले त्यसलाई फरक तरिकाले हेर्छ। माफी दिनु भनेको त्यो सबै कुरा, त्यो पास्टहरूलाई बिर्सिनु अथवा इरेज गर्नु होइन। यो भनेको चाहिँ जुन कुराले मेरो इमोसन्स कन्ट्रोल गरिरहेको थियो त्यसलाई स्टप गर्नु। जब तपाईँ चाहिँ रिसलाई होल्ड गरेर बस्नुहुन्छ त्यति बेलामा चाहिँ तपाईँको ब्रेनले चाहिँ त्यो पेनलाई चाहिँ बारम्बार बाँचिरहेको हुन्छ। तर जब तपाईँ माफी दिनुहुन्छ त्यति बेलामा तपाईँले आफूलाई के भन्नुहुन्छ त, हो त्यो भएको हो, तर म त्यो पेनको सट्टामा पिसलाई रुचाउँछु। त्यो सबै कुरा तपाईँले सम्झिनु भएको हुनसक्छ, तर त्यो मेमोरीले पहिला जसरी हर्ट गरेको थियो अब त्यसरी हर्ट गर्दैन। त्यसलाई हिलिङ भनिन्छ। सो साइकोलोजिस्टहरूको भनाइअनुसार यदि तपाईँले माफी दिनुहुन्छ भने त्यति बेलामा स्ट्रेस कम हुँदै जान्छ, तपाईँको निन्द्रामा सुधार आउँछ र तपाईँको इम्युन सिस्टम पनि राम्रो भएर जान्छ। त्यसैले तपाईँले माफी दिने भनेको त्यो मान्छेले डिजर्भ गरेर होइन कि तपाईँले माफी दिनुहुन्छ किनकि यु डिजर्भ पिस। हामी सधैँ सबै कुरा बिर्सिन सक्दैनौँ, तर माफी दियौँ भने हामीले आफूलाई चाहिँ फ्री बनाउँछौँ।